अथवा पञ्चम अध्याय कुमारजी आगे गर्नुहुन्छ। हे अगस्त मुनि त उपरान्त एक दिन पार्वतीले बकुवा गस्ता निस्केको माया मूर्ति बनाई आफ्नो मातृक शक्तिद्वारा प्राणभरि द्वारमा राखिदिन्। महादेव बाहिरबाट आएर भित्र जान लाग्दा त्यस मूर्तिले जान दिएन र क्रोधावेशमा आएका महादेवले त्यसको शिरछेदन गरी भित्र गए। तब पार्वतीले महादेवसित द्वारमा को बसेको थियो भने बिन्ती गरे। महादेवले त्यसको शिरछेदन गरी आए भनी भन्नुभयो। पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिरछेदन गर्नुभयो भनी अति करुणा गरी पुत्र भावले शोक गर्न लागिन्। त्योदेखि महादेवले हे पार्वती, मैले चालो पाएन र त्यसो गरे जियाइदिन्छु, शोक नर भनी बुझाइ आफ्ना गणहरूलाई बोलाए। हे गण हो, चारै दिशातिर गए जे फेला पार्छौ त्यसको शिर काटी ल्याऊ भनी हराएर चन्द्रबाण सुम्पी पठाए। गणहरूले होस् भनी चार दिशामा हेर्दा जाँदा धेरै बेरसम्म पछि मग्दा हात्ती फेला पारे। श्री महादेवका आज्ञाले गणहरूले चन्द्रबाणले प्रहार गरी चन्द्रबाण गयो र हात्तीको घिच्रोमा लागि शिरछेदन भयो। त्यो हात्ती सेता पर जस्तो अति उच्च थियो। यस्तो हात्तीको शिर लगी महादेवका सामुन्ने गए र हामीले यही पायौँ भनी बिन्ती गरे। तब महादेवले हात्तीको टाउको धडमा चोरी जियाइदिए र त्यो मूर्ति गणेश नाउँ भएर पार्वतीको पुत्र भइरह्यो। उपरान्त महादेव पार्वतीसित भुलीभित्र मात्र रहन लागे र इन्द्र अग्निलाई डाकी, हे अग्नि, महादेव त पार्वतीसित दैनिक व्यवहारमा मात्र बोल्न लाग्नुभयो, जसका कारण बाहिर त्रैलोक दुनियाँको सञ्चाल केही कठिनाई देखा पर्न लाग्यो। बिना महादेव यो ब्रह्माण्ड संसार कसो गरी रक्षा होला? यस अर्थले तिमी गई महादेवलाई बाहिर ल्याई काम गर। यति इन्द्रले भनेको सुनि अग्निले होस् भनी कैलाश पर्वतमा पुगी भित्र जान लाग्दा द्वारपालले जान दिएनन्। बाह्य रूप भई सानो पहलबाट भित्र पछि भिक्षु रूप भई महादेव पार्वती एकान्तमा कुरा गरिरहेका ठाउँमा त्यस्ता तरहसँग आएका अग्निलाई महादेवले देखि क्रुद्ध भई वस्प गर्न लाग्दा जहनमाता पार्वतीलाई करुणा लागि, हे स्वामी, भिक्षा माग्न आएका भिक्षुकलाई नाश गर्नु हुँदैन, नजानी आयो केही दियो अनि जाओस् भनी महादेवले हातमा लगाएका बालादि ला भनी दिए। अग्निले त्यो नागरूपी बाला मुखमा हाली निली बाहिर आए। महादेवको बाला निल्नाले अग्निलाई गर्व रह्यो। अग्नि डराई यो अनर्थ भयो भने गङ्गाका तीरमा गई कुशवनमा उगेली। त्यो बाला आगो बल्दा चाहिँ बलिरह्यो। सप्तर्षिका सातवटी पत्नीहरू गङ्गामा स्नान गरी फेर्दा त्यो देखेर कसले आगो बाली गएछ, ताप्न जाऊ भनी एउटीले भनिन् र अर्काले बालेको आगो ताप्नु ठिक छैन, ठिक हुँदैन भनी गइन्। छवटीले आगो तापी घर गए। ती आगो तापी जाने छवटी ऋषि पत्नीलाई गर्व रह्यो। ऋषिहरूले चाल पाएर तिमीहरूलाई कसको गर्व रह्यो, कसो गरी भयो सोधपुछ गरे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन्। तब ऋषिहरू क्रुद्ध भई उनीहरूलाई श्राप दिए। ऋषिपत्नीहरूले गङ्गामा गई त्यो बाला उगेली आकाशमा गई षड्कृतिका तारा भइरहँदा भए। त्यस बालादेखि षड्मुख कुमार उत्पत्ति भए र गङ्गाका पुत्र श्री महादेवका साथमा रहे। तहाँ पछि एक दिन गणेश र कुमारका बिचमा आफू ठुलो भनी भावना जागृत भएको महसुस गरे। महादेवले गणेश र कुमारजीलाई डाकी, हे गणेश, हे कुमार, दुवैजना पार्वतीलाई सुमेरु पर्वतलाई परिक्रमा गरी आओ। जो अघि होला त्यसलाई वरदान देऊला भनी श्री महादेवको आज्ञा सुनि कुमारले होस् भनी तत्कालै उडी मयूरमा सवार भई सुमेरु पर्वतका परिक्रमा गर्न गए। कुमार गएको गणेशले देखि अब म कसो गरौँ भनी चित्त आकुल गरिरहँदा आफ्नो वाहन मुसो भएका ठाउँमा गई चिन्तितले आकुल व्याकुल भए। मुसेले देख्यो र सोध्न लाग्यो, हे विनायक, आज यस्तो किन अध्यारो मुख गरी आउनुभयो भन्दा गणेश सुमेरु पर्वत परिक्रमा गरी आउनु भनी पिताजीको आज्ञा भएको
कुमार मयूरमा सवार भई सुमेरु परिक्रमा गर्न गएको वृत्तान्त सुखाए। अब म के गरौँ त यस्तो लुम्रे म यस्तो पेट ठुलो सुँडो भारी भएको बुढे त मलाई सवार गराए फुर्तीसित लैजान सक्दैनस्। अब कसो गर्ने हो भन्ने गणेशका वचन सुनि मुसो भन्दछ, हे गणेश तपाईँलाई म जुक्ति बताउँछु सुन्नुहोस्। श्री महादेव पार्वती गङ्गा तीनजना बसेका ठाउँमा गई अञ्जलीवादी, हे पिता माता मेरा सुमेरु पनि तपाईँ, असुमेरु पनि तपाईँ, सम्पूर्ण देवता पनि तपाईँ भनी 3 फेरा परिक्रमा गरी दण्ड प्रणाम गर्नुहोस्। सुमेरु भनेका तिनै हुन्, तपाईँलाई वरदान होला भनी मुसोले भनेको सुनि गणेशले ठिक कुरा भनिस् भनी वरदान भनी महादेव पार्वती गङ्गा 3 जना बसेका ठाउँमा गई अञ्जलीवादी, हे पिता माता मेरा सुमेरु पनि तपाईँ, असुमेरु पनि तपाईँ, सम्पूर्ण देवताहरू पनि तपाईँ भनी 3 फेरा परिक्रमा गरी दण्ड प्रणाम गरे। अब महादेव खुसी भई, हे बुद्धिमान त गणेश तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले केही काम गरे पनि पहिले तिम्रो पूजा गरून्, तिम्रो पूजा नगरी गरेको कार्य असिद्धि होस् भनी वरदान दिए। यता सुमेरु परिक्रमा गर्न गएका कुमार धेरै दिनसम्म बित्दा पनि आएनन् र गङ्गाले महादेवसित भनिन्, हे ईश्वर हजुरले गणेशलाई वरदान दिनुभयो तर मेरा पुत्र कुमार किन आएनन्। यदि गङ्गाले भनेको सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे गङ्गा श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तब तिम्रो पुत्र कुमार आइपुग्ला। यदि महादेवको आज्ञा सुनि गङ्गाले होस् भनी विधि सोधी पौष शुक्ल पूर्णिमाका दिनदेखि हात गोडा कान काटी स्नान गरी शुचि भई एक भक्त भई एक चित्त गरी मेरा पुत्र कुमार चाँडै आइपुगोस् भनी नित्य मध्याह्न कालमा महादेवको पूजा गर्न लागिन्। महादेव महिना दिन बित्यो। माघ शुक्ल पूर्णिमाका दिन 78 रोटी, 78 अक्षता, 78 बेली पुष्प, 78 जनै 8 कुटका सुपारी, 78 पान, 78 जात जातका फुल, धूप, नैवेद्य, सम्पूर्ण उपचार तयार गरी आरसीमा ओमकार लेखे श्री स्वस्थानी परमेश्वरको पूजा गर्न लागिन्। सम्पूर्ण पूजा गरिसके अर्घ्य दिए, स्तुति गरी प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले कुमार पनि टुप्लुक्क आइपुगे। तब गङ्गाले धन्य श्री स्वस्थानी परमेश्वरी भनी आफ्ना पुत्रलाई प्रसाद र आशिष दिन्। कुमारले महादेवका छेउ गई साष्टाङ्ग प्रणाम गरी, हे पिता मलाई पनि वरदान दिनुहोस् भनी यदि कुमारले भनेको सुनि स्वर्ग मर्त्य पातालका तिनै लोकमा कसैले केही कार्य गर्दा तिम्रो पूजा गरे सिद्धि होस्, तिम्रो पूजा नगरे असिद्धि होस् भनी वरदान दिए। यदि कुमारले आज्ञा गरेको सुनि अगस्त्य मुनि बिन्ती गर्दछन्, हे स्कन्द कुमारजी तारकासुर र दैत्यले कसको तपस्या गर्यो वरदान पाई इन्द्रको अमरावती समेत लियो, फेरि कुन तरहसँग कसले मारिदियो र इन्द्रले फेरि राज गरे। यो सबै वृत्तान्त आज्ञा गर्नुहोस्। यदि अगस्त्य मुनिका वचन सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे कश्यप ऋषि तारकासुर दैत्य दुग्ध प्रभास नामक तीर्थ स्नान गर्न जाँदा पेची मुनिले तपस्या गरिरहेको देखे तपस्या गर्नको अति मनोसुभा गर्दा तारकासुरले पेची मुनिसित सोध्यो भयो, हे मुनीश्वर तपाईँले तपस्या गरेको देखि मलाई पनि तपस्या गर्न मन लाग्यो, कसो गरी तपस्या गर्ने हो भन्दा पेची मुनि भन्दछन्, हे तारकासुर म तपस्या गर्ने भई यो दुग्ध नामक तीर्थका शिरानमा हिमालय पर्वत छ, त्यहाँ गई ब्रह्माको तपस्या गर भनी उपदेश दिए। यदि पेची मुनिका वचन सुनि तारकासुर त्यसैबाट तपस्या गर्न हिमालय पर्वत गई महाकष्ट गरी 1000 वर्षसम्म ब्रह्माको तपस्या गर्यो र ब्रह्मा प्रसन्न भई, हे तारकासुर तेरो तपस्यादेखि म सन्तोष भए वरदान माग भनी आज्ञा भयो। तब तारकासुरले ब्रह्मालाई साष्टाङ्ग प्रणाम गरी, हे सर तपाईँले सृष्टि गर्नुभएका 5 वर्ष नागेका प्राणी कसैले मलाई मार्न नसकुन्, जसले मेरा शिरभैमा किरा आउला त्यसको पनि शिर फुटी मरोस्, फेरि सम्पूर्ण देवतालाई जित्न सकु भनी माग्यो। ब्रह्माले तथास्तु भनी वरदान दिए। ब्रह्मास्त्र समेत दिए र ब्रह्मा अन्तर्ध्यान भए। तारकासुर दैत्यलाई बलवान भई सबलाई तृण बारम्बार मानी
सकल दैत्यलाई साथमा लिई युद्ध गर्न अमरावतीमा गयो। तारकासुर कोटी कोटी दैत्य साथ लिई युद्धमा आएको देखि राजा इन्द्रले 33 कोटी देवता जम्मा गरी आफ्ना सशस्त्र लिई युद्ध गर्न अघि सरे। देवताको र दैत्यको घोर युद्ध भयो। युद्ध हुँदा देवताहरूले तारकासुरका सेना कोटी कोटी नाश गरेको देखि तारकासुरले शुक्राचार्यसँग गई बिन्ती गरे, हे गुरु, देवताहरूले हाम्रा सेना दैत्य कोटी कोटी नाश गरिदिए, तपाईँले उद्धार गर्नु पर्यो भनी बिन्ती गर्दा शुक्राचार्य आए। सञ्जीवनी विद्या पढे जलसेचन गरिदिए। तब मरेका सकल दैत्य बाँची फेरि युद्ध गर्न अघि सरे। यस्ता तरसँग आफूले मरेका दैत्य फेरि शुक्राचार्यले बचाइदिएको इन्द्रले देखि क्रुद्ध भई ऐरावत हात्तीमा चढी वज्रले हानी हानेको दरसँगै युद्ध गर्दा गर्दा 10,000 वर्ष बित्यो। महाघोर युद्ध गरे। दुवैतर्फका कोटी कोटी सेना नाश भए। दैत्यहरू मर्ने बित्तिकै तुरुन्त शुक्राचार्यले बचाइदिन्थे। देवताहरू मर्नेको मरै हुने हुँदा देवराज इन्द्र समेत सकल हार मानी कहाँदेखि भागी आफ्ना गुरु बृहस्पतिका समीप गए। सब वृत्तान्त गए। यस्ता किसिमका इन्द्रका वचन सुनि बृहस्पतिले, हे महाराज, यो सङ्ग्राममा तिम्रो जित हुन सक्दैन, किनभने तारकासुर दैत्यले 10,000 वर्षसम्म बडा कष्टले तपस्या गर्दा ब्रह्मा प्रसन्न भई मैले सृष्टि गरेकाले मार्न सक्ने छैनन्। उनी वरदान दिएका छन्, तसर्थ तपाईँहरू महादेवका शरणमा जाओ भनी भन्दा तहाँदेखि देवताहरू मृगस्थलीमा आए। लुकिरहेका थिए। मृगस्थलीमा लुकिरहेका देवताहरू भागेपछि दैत्यराज तारकासुरले स्वर्ग मर्त्य पातालमा तिनै लोकमा रजाइ गरी परमानन्दले रहेको थियो। एकाश मुनि त्यहाँ उपरान्त तारकासुरले दुःख दिइरहेका देवताहरूका राजा इन्द्र धेरै समय त्यही लुकिरहे। तब इन्द्रले 33 कोटी देवतालाई डाकिए, हे देवता, अपाविष्ट तारकासुर दैत्यले अमरावतीले हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी अमरावती लियौ। श्री महादेवलाई गणेश र कुमार दुई पुत्र भएका छन्। तिनले हाम्रा शत्रु भएका तारकासुरको नाश गरिदेलान्। महादेवसँग गई बिन्ती गरौँ भने 33 कोटी देवता समेत भई महादेव छेउ गएर, हे जगदीश्वर, पापिष्ट तारकासुर दैत्यले अमरावतीले हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी देवताको उद्धार गरी बक्सनुहोस् भनी बिन्ती गरे। यदि इन्द्रादि देवताको वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे देवता, तारकासुर दैत्यलाई मैले मार्नु हुँदैन। मेरा पुत्र कुमारले मारिदिएलान्। सम्पूर्ण देवता यक्ष गन्धर्व कुमारलाई सेनापति तुल्याई युद्ध गर्न जाओ, म पनि आउँला भनी महादेवले आज्ञा गरेको सुनि होस् भनी 33 कोटी देवता यक्ष गन्धर्व भूते प्रेत प्रथम गणेश समेत भई कुमारलाई तारकासुर दैत्यसँग युद्ध गर्न जान पिनाक धनु दिई प्रस्थान गराए। तर गणेशलाई भन्न बिर्से। तब गणेशले आफ्नो पाहन मुसासँग गई भने, हे मुसो, मलाई वरदान दिएको आजै अन्यथा गरे। यदि गणेशले आज्ञा गरेको सुनि, हे गणनायक, अन्यथा गरेको होइन, तपाईँलाई भन्न बिर्से। म गई सम्झाइ आउँछु भने गई प्रस्थान सारिराखेको पिनाक धनुको ताडो काटी आयो। त्योदेखि इन्द्रादि देवताले विघ्न भयो, यो प्रस्थान भएन भन्न लागे। तब महादेवले विघ्न भएको होइन, गणेशलाई भन्न बिर्स्यौ, गणेशलाई पनि लैजाओ भनी आज्ञा गरेपछि गणेश समेत भई युद्ध गर्न अमरावतीमा गए। देवताको र दैत्यको परस्पर युद्ध भयो। तारकासुर दैत्यले कुमारको रथ घचेडी 1 योजन 4 कोस पछि हटाइदियो। त्योदेखि कुमार क्रुद्ध भई तारकासुर दैत्यको रथ घचेडी 4 योजन 16 कोस पछि हटाइदिए। तब तारकासुर क्रुद्ध भई खड्गले हाने। कुमारले आफूमाथि आएको खड्गदेखि धनु कानसम्म खिची तारकासुरको घिच्रो ताके चन्द्रबाण प्रहार गरे। तारकासुरको वध यस्तो समयमा हुन पुग्यो कि दिनभर युद्ध हुँदा हुँदा दिनको सूर्य अस्ताए। रातका तारा नउदाउँदै तारकासुर दैत्यको शिर काटिदिए। त्योदेखि महादेवले चाँडै गई तारकासुरको शिर
भुइँमा पर्न नपाई बिचैमा समाति दिए। गिद्धभूमिमा पर्यो तारकासुर मरेको देखिए। दैत्यगणले 10 दिशामा भागी आफ्ना प्राणको रक्षा गरे। तहाँ उपरान्त श्री महादेव साढे माचडी इन्द्र आदि देवता यक्ष गन्धर्व किन्नर भूत प्रेत पिशाच प्रथम गण सहित भई सम्पूर्ण देवताले धन्य धन्य कुमार भनी गुण कीर्तन गरिएका कुमारलाई अघि लगाई कैलाश पर्वतमा जानुभयो। तहाँ उपरान्त इन्द्र बिन्ती गर्दछन्, हे जगदीश्वर, तपाईँका कृपाले शत्रु संहार गरी अमरावती हातमा लियो। अब आज्ञा भई अमरावती जाँदा हो। यति इन्द्रका वचन सुनि महादेवले तिम्रो राज्य अकण्टक अटल होस् भनी विधान दिएर इन्द्र महादेवलाई साष्टाङ्ग प्रणाम गरी 33 कोटी देवता समेत भई अमरावती गई आनन्दले राज्य गरिरहे। अगस्त मुनि तारकासुर दैत्य मरेको यो 15औं अध्याय। जसले सुन्ला सुनाउला वा पाठ गर्ला त्यसले हरिएको वस्तु प्राप्त गर्नेछ भने चोरिन लागेको क्रियाकलापहरूबाट बचाउन पनि सहयोग मिल्नेछ। श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त संवादे कुमार विजय राज्य लाभो नाम 5मोऽध्यायः।